हजुर दाजु के काम चलिरहेछ? यो वर्षाकालमा यो एरिया पुरा यो खारकोलाबाट आएर पुरा ब्लक हुन्छ यो तपाईँहरूले रिपोर्टिङ कताल गर्नुभएको यो रोडमा पानी गएको र यसपालि चाहिँ हामीले अनफन्डबाट यो सफा गर्ने काम सुरु गरेको छौँ। यहाँदेखिको उहाँ पोस्ट अफिस अनि पोस्ट अफिसमा काली मन्दिरसम्म गर्नेछौँ र यस्तै गरी सबै पार्टमा चल्दैछ काम अलिअलि। यो चाहिँ रेगुलर चल्ने रहेछ? यो अहिले रेगुलरमा नि यो ड्रेन पुरा क्लियर गराउने। बर्खामा फेरि पानी आउँछ त ठुलो पानी आउँछ, भेल आउँछ ओभरफ्लो भएर, त्यसको लागि चाहिँ अहिले नै हामी तत्पर अगाडि नै हामीले सफा गरिहालेको। अरू कहाँ यस्तो समस्या? अरू सबै जिपीमा सबै वार्डमा काम चल्दैछ। प्रायः जस्तो 60 लाख रुपियाँको काम चल्दैछ अहिले। 15 एफसीको कोही जग्गा अनफन्डबाट गरिँदैछ। यसरी नै कुन कुन इमर्जेन्सी कामहरू, ड्रेन नालाहरूको, सिसी रोडको, ड्रेन सफाइको कामहरू चलिरहेको छ। ड्रेन हुन्छ। यो ड्रेन सायद हाइवेले पिडब्ल्युडीले गर्छ होला। रोड 4 लाइन हुने कुरा छ र अहिले चाहिँ यो आपतकालीन हामीले वर्षाकालको लागि चाहिँ यो क्लियर गरेर राखिदिएको। हजुर दाजु, राई गाउँ क्षेत्रमा पनि धेरै यस्तै समस्याहरू रहेछ? राई गाउँ क्षेत्रकै पानी आएर नै यो ड्रेन फिलअप भएको हो। हजुर दाजु, बाँधहरूको पनि कामको लागि तपाईँले? बाँधको लागि जयगाउँ डेभलपमेन्ट अथोरिटीमा दिएको छ, प्रायः सेङ्सन भइसकेको छ त्यहाँनिर। अब सायद वर्कआउटहरू दिन बाँकी होला। थ्याङ्क यू।